करुण बाटो त हो ओ कवि दाइ ठिक छ नि त लो लो हिँड्नु आया है हट बाटो त खतरा रहेछ नि त ए गजब यार लिनु त अरे के भाँच्यो भाँचिएन उ खेल्यो हौ झर्दा त नि भरे कसरी झर्नु ल झर्दा झन् सुलुलु सजिलो त एकैचोटि पुग्यो भने यो हो नि त लाइन कसरी खेल्दैन तर त्यस्तोमा चाहिँ छोटो खुट्टा काम छैन अनि यो के भयो त क्रिच क्रिच गरेको छ त अफ गर्नु भएको छैन त्यतिका अफै नगरी पर्छ त अफ गर्नु बाटो चाहिँ यस्तो हो नि त यो हो यही हो ए ठिक छ ए यहाँ पनि हो के गर्नु नि यहाँ पनि रहेछ नि त यहीँ यो हो पासौँ ए त्यसो त्यसो ए भोग चाहिँ यहाँ दिनुहुने रहेछ माथि पूजा गरेर हजुर अझै यो भन्दा धेरै गाह्रो छ माथि त हो यो त धेरै सजिलो हो त कति राम्रो रहेछ नि त यार उता क्यामेरा खिच्नु है सबै ए त्यहाँ त धनुषकाँडबाट पो चढाउनु पर्दछ नि त है धनुषकाँड के गरिन्छ बुढाले पनि राम्रो हुन्छ ए हो ए भरे भाले चाहिँ काट्ने हो अन्डा पनि छन् अनि के कस्तो भनेर कुन घरमा के कस्तो त्यो पनि आज लोसुले भन्नुहुन्छ पण्डाले सबै कुरो पण्डा हेरेर भन्ने हो यहाँको कार्यधार पण्डा पहिलादेखि नै हामीले प्रयोग गरेको उहाँले नै गर्दै हुनुहुन्छ अनि एकजना